आज चाहिँ हामी डिप्लोमा इन सिभिल इन्जिनियरिङ थर्ड सेमेस्टरमा रहेको फ्लुइड मेकानिक्स एन्ड हाइड्रोलिक्सबाट च्याप्टर 1सँग रिलेटेड न्युमेरिकलहरू गर्नेछौँ। हेरौँ है त। जस्तो कि हामीलाई सोधिरहेको हुन्छ कि फाइन भिस्कोसिटी भनेर सोधिरहेको हुन्छ है त। भिस्कोसिटी निकाल्नुहोस् भनेर सोधिरहेको हुन्छ। त्यो भनेको चाहिँ डाइनामिक भिस्कोसिटी भनेको चाहिँ म्यू हो। हाम्रो म्यू निकाल्न सोधिरहेको हुन्छ। हाम्रो म्यू निकाल्न सोधिरहेको हुन्छ र म्यू निकाल्दाखेरि हामीले कुन फर्मुला युज गर्छौँ भन्दाखेरिमा हाम्रो एउटा थाहा छ, सेयर स्ट्रेस टाउ भनेको चाहिँ हाम्रो म्यू डियु अपन डिवाई भन्ने थाहा छ हामीलाई। हामीले हो यो इक्वेसनबाट चाहिँ हामीले योबाट म्यू क्यालकुलेसन गर्छौँ है त। ल ढिला नगरिकन अब क्वेसन हेरौँ। यो चाहिँ हाम्रो 2079मा सोधेको क्वेसन हो है त। च्याप्टर 1बाट 2079मा सोधेको क्वेसन हो। हेरौँ यहाँ क्वेसन के भनेको छ भन्दाखेरिमा अ रेक्टेङ्गुलर प्लेट अफ साइज दिएको छ हामीलाई 0.5 मिटर टाइम्स 0.5 मिटर बाई 0.5 मिटर डाइमेन्सनको चाहिँ हाम्रो एउटा रेक्टेङ्गुलर प्लेट दिएको छ। त्यो जसको चाहिँ वेट चाहिँ कति भन्दाखेरि 500 न्युटन छ है त। जसको चाहिँ 500 न्युटन वेट छ। स्लाइड डाउन अन इन्क्लाइन प्लेन भनेपछि हाम्रो यस्तो इन्क्लाइन प्लेनमा राखिएको छ। मानौँ यो चाहिँ इन्क्लाइन प्लेन हो भनेपछि यहाँ माथि चाहिँ हाम्रो के राखेको छ, रेक्टेङ्गुलर प्लेट राखेको छ, जसको चाहिँ डाइमेन्सन हाम्रो 0.5 छ होइन। 0.5 बाई 0.5 छ। यो चाहिँ तलतिर मुभ भइरहेको छ है त, स्लाइड भइरहेको छ भनेपछि अभियसली यस्तै राखेपछि तलतिर स्लाइड हुने भयो भनेपछि यो स्लाइड भइरहेको छ भनेपछि यो स्लाइड चाहिँ कतिले भइरहेको छ भन्दाखेरिमा जुन यो अब इन्क्लाइन प्लेन मेकिङ एङ्गल 30 डिग्री भनेको छ नि त। जुन यो इन्क्लाइन प्लेनले बनाएको एङ्गल चाहिँ यो चाहिँ 30 डिग्री रहेछ है त। यो चाहिँ 30 डिग्री रहेछ। त्यसै गरी हाम्रो होरिजेन्टल एट अ भेलोसिटी चाहिँ 1.5 मिटर पर सेकेन्ड, जुन यो हाम्रो ब्लक छ त्यो चाहिँ यो 1.5 मिटर पर सेकेन्डको दरले चाहिँ यो तलतिर झरिरहेको रहेछ है त। तलतिर स्लाइड भएको छ है त। भनेपछि इफ द 2 मिटर ग्याप बिट्विन द प्लेट एन्ड इन्क्लाइन सर्फेस भनेपछि जुन यो प्लेट र इन्क्लाइन सर्फेस बिचको यो ग्याप छ नि जुन यो चाहिँ 2 मिटर रहेछ है त। यो चाहिँ 2 मिटर रहेछ। जुन हामीले यो ग्यापलाई चाहिँ हामीले डिवाई भन्छौँ र यो जुन भेलोसिटी छ त्यो भेलोसिटीबाट इनिसियलबाट हाम्रो फाइनल भेलोसिटी घटाएपछि जुन आउँछ हाम्रो चेन्ज इन भेलोसिटी त्यसले चाहिँ हामी डियु भन्छौँ है त। डियु भन्छौँ। अनि हाम्रो यो एङ्गललाई चाहिँ थीटा भन्छौँ है। एङ्गललाई चाहिँ थीटा भन्छौँ। त्यसपछि हाम्रो के भनेको छ भन्दाखेरिमा इन्क्लाइन सर्फेस इज फिटेड विथ अ ल्युब्रिकेसन ओइल भनेपछि यो जुन हाम्रो यो ग्यापमा छ यो चाहिँ ओइल छ है त। यो ओइल रहेछ। यसमा चाहिँ फाइन्ड इट्स भिस्कोसिटी एन्ड एक्सप्रेस इन पोइज एज वेल एज न्युटन सेकेन्ड पर मिटर स्क्वायर भनेपछि हाम्रो जुनमा लास्टमा भिस्कोसिटीको युनिट आउँछ त्यसलाई चाहिँ पोइजमा पनि कन्भर्ट गर भनेर क्वेसन हाम्रो सोधिरहेको छ है त। ल यसको अब ढिला नगरिकन सोल्युसन हेरौँ। हाम्रो क्वेसनमा के भनेको छ, एउटा रेक्टेङ्गुलर प्लेट छ जसको चाहिँ डाइमेन्सन हाम्रो 0.5 बाई 0.5 मिटर छ र हाम्रो त्यो चाहिँ इन्क्लाइन प्लेन हाम्रो चाहिँ त्यो इन्क्लाइन त्यो उमा चाहिँ राखिरहेको छ र यो चाहिँ इन्क्लाइनमा राख्दाखेरि यो चाहिँ तलतिर स्लाइड भइरहेको हुन्छ नि त। यो स्लाइड चाहिँ हाम्रो कतिले भएको छ भन्दाखेरिमा हाम्रो त्यो पनि दिएको छ। कतिले स्लाइड भएको छ 1.5 मिटर पर सेकेन्डले स्लाइड भएको छ है त। भनेपछि हाम्रो अब हेरौँ यो जुन यो ग्याप छ यो चाहिँ 2 मिटर छ अरे। यो भनेको यो डिवाई भनेको चाहिँ 2 मिटर यो ग्याप हो। त्यस्तै गरी हाम्रो इन्क्लाइन प्लेन सर्फेस इज फिटेड विथ ओइल इट्स भिस्कोसिटी चाहिँ फाइन्ड आउट गर्नुपर्छ। जुन हाम्रो यो एङ्गल चाहिँ 30 डिग्री दिएको छ र हाम्रो अब हेरौँ है त। जस्तै हामीले वेट दिएको छ नि त। अब यो कुनै पनि यो ब्लकको वेट भनेपछि हाम्रो यस्तो छ नि त अहिले त। यो इन्क्लाइन प्लेनमाथि हाम्रो यो ब्लक राखिएको छ है त। भनेपछि अब यसको वेट चाहिँ हाम्रो 500 न्युटन छ नि त। जुन त्यो 500 न्युटन चाहिँ जहिले पनि कुनै पनि वस्तुको वेट चाहिँ भर्टिकली डाउनवर्ड लाग्छ भनेपछि यसको वेट चाहिँ 500 न्युटन भर्टिकली डाउनवर्ड लागिरहेको छ र हाम्रो यतातिर केही कुरा मुभ भइरहेपछि यतातिर तेलको कारणले अथवा केही कारणले घिसिरहेर हाम्रो फ्रिक्सन डेभलप भइरहन्छ नि त। हाम्रो त्यो फ्रिक्सन चाहिँ ठ्याक्कै यो अपोजिटमा लागिरहन्छ। यो तलतिर स्लाइड गर्न खोजेपछि हाम्रो यो माथि ढोग्नुलाई फ्रिक्सन यतातिर लागिरहन्छ। हामीले त्यसलाई चाहिँ हामीले एफ मानौँ र हामीले यो लाइनबाट यतातिर एउटा लाइन तानौँ र अब यो एङ्गल हाम्रो थीटा भएपछि अब जियोमेट्रिकल्ली हिसाबमा जाने भनेपछि यो एङ्गल पनि थीटा हुन्छ है त। यो एङ्गल पनि थीटा हुन्छ। भनेपछि हाम्रो अब यसलाई यो फोर्सलाई रिजर्भ गर्दाखेरि हाम्रो एङ्गल भएकोतिर कस र एङ्गल नभएकोतिर साइन हो नि त। अब यो फोर्सलाई यतातिर रिजर्भ गर्दाखेरि अब यतातिर त एङ्गल छ, एङ्गल भएकोतिर कस भनेपछि 500 कस थीटा हुने भयो यतातिर। भनेपछि यतातिर चाहिँ के हुने भन्दाखेरि 500 साइन थीटा अथवा यतातिर डब्लु कस थीटा अथवा यतातिर डब्लु साइन थीटा हुने भयो हो। यतातिर चाहिँ हाम्रो फ्रिक्सन डेभलप भइरहेको
हो। अब त्यति कुरा चाहिँ यहाँ लेखेको है त। भनेपछि हाम्रो डब्लु भनेकै हाम्रो वेट हो नि त। हाम्रो भर्टिकल डाउनवार्ड चाहिँ जहिले पनि कुनै पनि वस्तुको चाहिँ हाम्रो वेट चाहिँ जहिले पनि भर्टिकली डाउनवार्ड लाग्छ नि त। सो हाम्रो यो इन्क्लाइनमा मुभ भइरहेको भए पनि तलतिर यसको वेट चाहिँ भर्टिकली डाउनवार्ड लागेको डब्लु। यतातिर यो एङ्गल 30 भएपछि यो एङ्गल पनि 30 नै हुन्छ। यो म्याथमेटिकल्ली नै हो, यो जियोमेट्रिकल्ली। भनेपछि अब एङ्गल भएकोतिर कस डब्लु कस 30 भयो। यतातिर यसलाई हामीले के गरेको भन्दाखेरिमा फोर्सलाई रिजर्भ गरेको है त। यतातिर डब्लु कस 30 डिग्री र यतातिर एङ्गल नभएकोतिर यसलाई यतातिर रिजर्भ गर्दा डब्लु साइन 30 आयो है त। आयो। अब हेरौँ सुरुमा हाम्रो गिभन ए इक्वल टु 0.5 बाई 0.5 मिटर भनेपछि हाम्रो यसलाई क्यालकुलेसन त 0.25 मिटर स्क्वायर हुने भयो। भनेपछि हाम्रो डब्लु भनेको 500 न्युटन, थीटा भनेको 30 डिग्री, अनि हाम्रो भेलोसिटी भनेको चाहिँ 1.5 मिटर पर सेकेन्ड। हाम्रो चेन्ज इन भेलोसिटी भनेपछि चाहिँ फाइनल माइनस इनिसियल हाम्रो 0 छ, त्यो भएर 0 भयो। योबाट यो घटाउँदाखेरि 1.75 नै भयो। हाम्रो भेलोसिटी युनिट चाहिँ मिटर पर सेकेन्ड। त्यस्तै हाम्रो डिवाई भनेको चाहिँ हाम्रो जुन यो ग्याप छ त्यो चाहिँ हाम्रो डिवाई हो। सो हाम्रो डिवाई चाहिँ 2 mm छ र एमएमलाई मिटरमा कन्भर्ट गर्दाखेरि 1000 ले डिभाइड गर्ने। सो हामीले 1000 ले डिभाइड गर्दाखेरि 2 × 10⁻³ मिटर हुने भयो र हाम्रो म्यू फाइन्ड आउट गर्ने छ। म्यू बराबर वाट है त। म्यू बराबर वाट। अब हेरौँ नाउ फ्रम फिगर। अब जुन यो ब्लकलाई मैले यहाँनिर उतारेँ एकछिनको लागि। हाम्रो यस्तो छ, यतातिर चाहिँ एफ लागिरहेछ र यतातिर हाम्रो एफ के अरे डब्लु साइन 30 डिग्री लागिरहेछ। अब योमा हेर्दाखेरि हाम्रो समेसन अफ होरिजेन्टल फोर्स इक्वल टु 0 हो नि त। हो, हुन्छ कि नै? हुन्छ नि है। यो हाम्रो इक्विलिब्रियम कन्डिसनमा चाहिँ हाम्रो समेसन होरिजेन्टल फोर्स इक्वल टु 0 गर्नु मिल्छ नि त। हो, अब यतातिर गएकोले हामीले पोजिटिभ मान्यो भनेपछि अब यतातिर गएको त एउटा एफ मात्रै छ, एफ, र अब यतातिर आएकोलाई नेगेटिभ मान्यो भनेपछि हाम्रो माइनस डब्लु साइन 30 डिग्री इक्वल टु 0 लेख्न मिल्ने भयो। हो, भनेपछि अब एफ बराबर यो माइनस उता पठाउँदा प्लस डब्लु साइन 30 डिग्री हुने भयो। अब हाम्रो फिगरबाट के गरेको भन्दाखेरिमा त्यही गरेको। फ्रम फिगर एफ बराबर डब्लु साइन थीटा अथवा डब्लु साइन 30 डिग्री हुने भयो नि त। हो, अब त्यो भइसकेपछि हाम्रो एफ इक्वल डब्लु भनेको चाहिँ 500 अनि साइन थीटा भनेको चाहिँ हाम्रो 30 डिग्री छ। थीटा भनेको साइन 30 डिग्री। अब यतिलाई क्यालकुलेसन गर्दाखेरि तपाईँ कति आउँछ भन्दाखेरिमा हाम्रो एफ बराबर 250 न्युटन आउँछ है त। फोर्सको युनिट न्युटन। एफ आयो। हामीले एफ किन निकालेको भन्दाखेरिमा हामीलाई म्यू निकाल्नको लागि चाहिँ अघि नै मैले भने टाउ बराबर म्यू डिओ अपन डिवाई। यो एक्सप्रेसनबाट हाम्रो म्यू क्यालकुलेसन गर्नु छ। हाम्रो सुरुमा टाउ भनेको चाहिँ हाम्रो फोर्स बाई एरिया हो नि त। हाम्रो फोर्स निकाल्न सकेपछि हाम्रो एरिया त छ भनेपछि टाउको काम भ्याइ नै भयो र हाम्रो डिओ पनि छँदैछ क्वेसनमा, डिवाई पनि छँदैछ। हो, त्यो भएर चाहिँ हामीले फोर्स निकालेको है त, एफ निकालेको। अब वी नो द्याट सेयर स्ट्रेस भनेको हाम्रो टाउ इक्वल टु म्यू डियु अपन डिवाई हुन्छ। हो, अब टाउ भनेको चाहिँ फेरि फोर्स बाई एरिया हो। टाउ भनेको चाहिँ हाम्रो स्ट्रेस हो नि त। स्ट्रेस भनेको फोर्स बाई एरिया भनेपछि म्यूको म्यू, डियुको डियु, डिवाईको डिवाई छँदैछ। अब फोर्स भनेको 250 र एरिया भनेको 0.25 हाम्रो सुरुमा आएको थियो। यहाँनिर 0.25 आएको थियो। त्यस्तै गरी हाम्रो अनि म्यूको म्यू निकाल्नु पर्ने छ र डियु भनेको चाहिँ हाम्रो 1.75। यो चाहिँ हाम्रो डियु भनेको हाम्रो कहाँबाट आएको भन्दाखेरि यताबाट आएको। यहाँनिर अघि नै मैले भने डियु चाहिँ 1.75 र डिवाई भनेको हाम्रो यो बिचको जुन यो ग्याप छ, यो प्लेट र यो इन्क्लाइन्ड यो सर्फेसको ग्याप, द्याट इज डिवाई। र त्यो चाहिँ हाम्रो कति छ भन्दाखेरिमा 2 × 10⁻³ 2 mm थियो। त्यसलाई चाहिँ मिटरमा लाग्दाखेरि हाम्रो 2 × 10⁻³ भयो है त। अब यतिलाई क्यालकुलेसन गर्ने भनेपछि हाम्रो म्यू बराबर 1.14 न्युटन सेकेन्ड पर मिटर स्क्वायर आउँछ र हाम्रो यसलाई पोइजमा कन्भर्ट गर भनेको छ भनेपछि हाम्रो यसलाई सिम्पली 10 ले मल्टिप्लाई गरेपछि यो पोइजमा जान्छ भने हामीले 10 ले मल्टिप्लाई गरेर 11.4 पोइज निकाल्यौँ है त। ल हाम्रो यो थ्याङ्क्स फर वाचिङ। आजको लागि चाहिँ यति नै। हामी नेक्स्ट भिडियोमा चाहिँ हामी च्याप्टर 2 सँग रिलेटेड न्युमेरिकलहरू सोल्भ गर्नेछौँ है त।